हेलो गाइज दिस इज यस ब्लग्स वेलकम ब्याक टु माई ब्लग। म चाहिँ आज स्याङ्जा जिल्लाको फुलबारीमा अवस्थित रहेको फुलबारी झरनामा जाँदैछु है। यदि तपाईँहरू पनि जान चाहनुहुन्छ भने मेरो भिडियोलाई पुरा हेरिदिनु होला है त। वास्तवमा भन्दा हिजो चाहिँ बुधबार थियो अनि हामी दुइटा दाजुभाइ के गर्ने भइरहेको थियो। अनि त्यही बेलामा दाइले चाहिँ फुलबारी झर्न जान्न त भन्नुभयो होइन। अन्त ल जान्न त भनिहालेँ होइन। अनि त्यहाँपछि चाहिँ पानी चाहिँ पोखरामा चाहिँ एकदमै ठुलो पानी परिरहेको थियो होइन। अनि हामी दुइटा दाजुभाइ चाहिँ रेनकोट लगाएर फुलबारी झर्न जाने भनेर पोखराबाट निस्क्यौँ होइन। पोखराबाट निस्किसकेपछि चाहिँ हामीले चाहिँ छोरेपटनमा गएर स्कुटरमा तेल हाल्यौँ। त्यहाँपछि चाहिँ हामी सिधै सिद्धार्थ राजमार्ग समातेर नागडाँडासम्म गयौँ। त्यहाँपछि नागडाँडाबाट तल लागेर सिद्धोमान जुगले र फुलबारी हुँदै फुलबारी झरनामा पुग्यौँ र हामी त्यहाँ पुगिसक्दा चाहिँ पानी पनि बिदो भइसकेको थियो है। अनि हामी त्यहाँ पुगेर एकछिन झरनामा मजासँग खेल्यौँ अनि झरनासँग रमायौँ। अनि दाइ र म दुइटा भएर झरनाकै एकछिन निहालिरह्यौँ र हामी चाहिँ फर्केर आयौँ है। पोखराबाट चाहिँ जम्मा 47 किलोमिटर छ। 1 घन्टाको राइडमा हजुरहरू फुलबारी पुग्न सक्नुहुनेछ। यदि तपाईँहरू पनि जान चाहनुहुन्छ भने जाँदा हुन्छ, रमाउँदा हुन्छ त्यहाँ गएर है। यो भिडियोलाई लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। तपाईँकै यस ब्लग 18 धन्यवाद।